हेलो साथीहरू, नमस्ते। आशा छ सबैजना सन्चै हुनुहुन्छ होला भनेर आज पनि आएको छु म नयाँ मेरो भ्लगको साथमा। आज चाहिँ म हैदराबादमा रहेको, इन्डियाको हैदराबादमा रहेको टुरिज्म डेस्टिनेसन मध्येको सबैभन्दा बेस्ट हुइसन सागर भन्ने ठाउँमा जान लागिरहेको छु। अहिले करिब दिनको 12 देखि 1 बजेको टाइम छ। मौसम एकदम बेस्ट छ। म पुगेँ। त्यसमा चाहिँ स्पेसल्ली चाहिँ यहाँको चौर एउटा मैदान रहेछ जुनमा चाहिँ हरियाली दृश्य मेडिटेसन गर्नको लागि नि बेस्ट ठाउँ रहेछ। त्यो चौर एकछिन घुमेर म साइडमा त्यहाँको हुइसन सागरमा बोटिङ गर्न पर्यो भनेर म बोटिङको लागि गएँ। यहाँको स्पेसल्ली चाहिँ यहाँको बोटिङ पनि रहेछ। यसमा आएपछि एकचोटि बोटिङ गरौँ जस्तो फिल जो कोहीलाई लाग्दो रहेछ, त्यही भएर मैले पनि गरेँ। त्यसपछि म बाहिर निस्केर मलाई नर्मल भोक लाग्यो। त्यसपछि नर्मल मैले एउटा फिस खाएर बाहिर निस्केँ। करिब साँझ पख भएको। त्यसमा चाहिँ मैले खाना खाएपछि त्यहाँ चाहिँ फिस थेरापी भन्ने नयाँ कुरो रहेछ। मैले लाइफमा अहिलेसम्म पहिलो अनुभव हो यो थेरापी गर्दा चाहिँ खुट्टामा भएको डेड स्किनहरू पनि रिमुभ हुन्छ र नयाँ स्किन ग्रोथ हुन्छ भन्ने एउटा सबैको भनाइ रहेछ। त्यसपछि मैले पनि के होला भनेर अनुभव गरेँ, जसमा मेरो नयाँ अनुभव थियो। बेस्ट लाग्यो जे होस्। ठेलामा मकै बेच्दै हुनु रहेछ अङ्कलले। त्यसपछि मैले मकै खाएँ, जुन खानामा एकदम मिठो टेस्टी थियो। त्यसपछि म बाहिर साइडमा एकछिन घुमेँ। त्यसमध्येमा यहाँ हैदराबादमा चाहिँ साँझमा चाहिँ यहाँबाट रेजर लाइट सो हुँदो रहेछ। त्यो चाहिँ सबैभन्दा बेस्ट रहेछ। यहाँको सबैभन्दा साँझ पखको सबैभन्दा राम्रो नै रेजर लाइट सो रहेछ। त्यसमा चाहिँ म पनि गएँ, हेरेँ। जे भए पनि इन्डियाको सबैभन्दा उत्कृष्ट के काम भयो अहिलेसम्मको त्यो लाइट रेजरको आधारमा चाहिँ सम्पूर्ण दृश्य देखिने रहेछ, जुन देख्नमा एकदम राम्रो थियो। 1 घन्टा जतिको सो हुने रहेछ यसमा चाहिँ। यसमा पटक गरेर 9 बजेसम्म यहाँको चाहिँ सो हुँदो रहेछ। त्यसमा म पुरा टाइम चाहिँ लिन मेरो टाइम नभएको कारण मैले आधी घन्टा जति चाहिँ यसमा टाइम स्पेन्ड गरेँ। त्यसपछि मलाई फर्किनको लागि ढिलो भएको अनुभव भयो। त्यसपछि म गाडी चढेर फेरि म रुमतिर फर्किएँ। यसमा चाहिँ घुम्नको लागि एउटा नयाँ अनुभव हुने भएको कारणले तपाईँहरूले पनि यो ठाउँमा एकचोटि जानुभयो भने नयाँ मेमोरी हासिल गर्नुहुन्छ जस्तो मलाई लाग्छ। त्यसपछि म घर फर्किएँ। बाई बाई।